कर्णालीवासीहरू आज चामलको भात खान सक्ने भएका छन्। के कारणले भनेर भन्दाखेरि जिल्ला जिल्लामा मोटर बाटो पुगेको छ। कसका कारणले भन्दाखेरि गणतन्त्रका कारणले भन्ने कुरा कर्णालीका जनताले नबुझेर कसले बुझ्न सक्दछ? यही होइन सच्चाइ? गणतन्त्रले ल्याएको परिवर्तन देख्न नसक्ने मण्डलीहरू, राजाको सक्रिय शासनमा कर्णालीको हकीकत के थियो? कुनै जिल्लामा अहिले जस्तो बाटाघाटा पुगेका थिएन, बिजुली बत्ती पुगेको थियो, पुगेको थिएन, घर घरमा खाने पानीका धारा बनाउने अभियान सुरु भएको थियो। आमा दिदी बहिनीहरूको बिहानभरि डोकामा पानी पुग्दा पुग्दै जीवन गुज्रन्थ्यो। मण्डलीको शासनमा हाम्रो समाजको हालत के थियो भन्दाखेरि दिदी बहिनीहरूको बिहानको समय पानी बोक्दाखेरि बिक्ने गर्दथ्यो पञ्चायतका जमानामा। आज त्यो चिजमा परिवर्तन आइरहेको छ। मण्डलीहरू उल्टै जनताका बीचमा आएर प्रश्न गर्ने भएका छन्, गणतन्त्रले के दियो? म तपाईहरुलाई सुनाउन चाहन्छु। गाउँ गाउँमा तपाईहरुले मण्डलीहरूलाई बन्न सक्नुपर्दछ, नाङ्गे झार बनाउन सक्नुपर्दछ। पञ्चायतका समयमा यो नेपालको अवस्था के थियो भन्ने कुरा अब तपाईहरुले तथ्य र प्रमाणका आधारमा भन्न सक्नुपर्दछ, भन्नुपर्दछ। म तपाईहरुलाई सुनाउन चाहन्छु। यो देशको अर्थतन्त्रको आकार पञ्चायतको अन्तिम समयमा कति थियो भनेर भन्दाखेरि 4.25 खरब रुपियाँ मात्रै थियो हाम्रो नेपालको कुल जीडीपी। सिङ्गो देशको अर्थतन्त्र कति थियो त भनेर भन्दाखेरि 1 वर्षमा 4.25 खरब थियो। आज कति छ नेपालको जीडीपी? 57 खरब भन्दा बढी पुगेको छ। हो, हाम्रो देश जहाँ जति अगाडि बढ्नु पर्दथ्यो अगाडि बढ्न सकेका छैन। तर राजाहरूले र मण्डलीहरूले यो मुलुकलाई जति तल पारेका थिए त्यसलाई माथि उठाउने यात्रा सुरु भइसकेको छ।